नमस्ते मित्रहरू। समय अत्यधिक बलवान छन्। समयले धेरै ठुलठुला समस्याहरूलाई सामान्य बनाउँछन् भने कतिपय सामान्य समस्याहरूलाई पनि विकराल बनाउँछन्। कतिपय शासकहरू जुन अत्यधिक बलिया हुन्छन्, कतिपय बलका घमण्ड गर्नेहरू पनि समयसँगै उनीहरू तह लागेर जान्छन् भन्ने, कतिपय कमजोर व्यक्तिहरूको साथ पनि समयले न्याय गर्छन्। समयका प्रतीक सूर्यलाई मानिन्छ र सूर्य वास्तवमा एउटा जिउँदो देवता हो। हामीले सूर्यको पूजा गर्नुपर्दछ। कलियुगमा जिउँदो देवता नै सूर्य हो। समयले मानिसका जीवनमा धेरै नै घाउहरू दिन्छन्। त्यसमध्येमा कतिपय घाउहरूका मलम हुन्छन् भन्ने, कतिपय घाउहरू त्यसै सहने चलन हुन्छ। समयले जे चाह्यो त्यही नै हुने हो। हामीले हजारौं प्लानहरू बनाउँछौँ, तर समय र प्रकृतिले पनि आफ्ना प्लान बनाइरहेका हुन्छन्। हामीले बनाएका प्लान यदि समयको लागि उपयुक्त छ भने हाम्रो प्लान सक्सेस हुन्छ। तर समयसँग हाम्रो प्लान बाजिन गएमा त्यो उपयुक्त छैन भने कता कता हाम्रो प्लान क्यान्सल भएर जान्छ। हस्, नमस्कार। Somebody declining the sugar and brownie, but charges is sliding. No, you know.